ल गाइस ढेँडो आयो है ल टक्क अब गेम कि गेम खाइन्छ होइन स्लिपरमा चाहिँ बनाएको छैन होइन यसमा त उतापट्टि पनि बनाउनु पऱ्यो यतापट्टि बनाउनु पऱ्यो दुई साइड नै बनाउनु पर्ने हेलो हेलो गाइज गुड आफ्टरनुन आजको भिडियोको सुरुवात चाहिँ यो हाम्रो महाकाली नदीबाट भइरहेछ होइन यो महाकाली नदीमा बनेको पुल भाइरल पुल भन्छ अनि यता यो सुक्खर बन्दरगाह बन्दैछ यता साइडतिर होइन यो अब इन्डियाबाट मालहरू आउँछ कि यो बाटोमा पुरा यो नयाँ पुल हो यो बनेको भर्खर 1-2 वर्ष भयो योभन्दा माथि चाहिँ छ बनबसा पुल तल झुलुङ्गे पुल होइन नेपाल भारतको सीमामा बनेको पुल हो यो पश्चिम महाकाली तपाईँहरूलाई म देखाउन चाहन्छु होइन यो देखो भाइ बोर्डर हो यो यो पुलमा चाहिँ अब फोटो खिच्ने होइन भिडियो बनाउनेको एकदम घुइँचो लागिरहेको हुन्छ यही पुल हो भाइरल पुल भन्छ होइन हाम्रो यतातिर अब यसमा भिडियो बनाउने के गर्ने महाकाली नदीमा बनेको पुल हो यो चाहिँ लगभग 1 किलोमिटर समथिङ छ होइन 1 किलोमिटर त छैन लगभग 500-700-800 मिटर छ यो पुल चाहिँ यहाँ भिडियो बनाउने टिकटक बनाउने क्यामराम्यानदेखि लिएर सबै हुन्छन् यसमा यो महाकाली नदी ल यो चाहिँ हो हाम्रो गड्डा चौकी भन्सार होइन नाकाको यहाँनिर गेट चेकअप हुन्छ होइन मान्छेहरू आवत जावत गाडी घोडा अनि यो चाहिँ भन्सार यो चाहिँ गड्डा चौकी भन्सार पश्चिम महाकालीको भन्सार यस्तो यहाँनिर नाका हो होइन यतापट्टि पुलिसहरू बसेका हुन्छन् यहाँनिर माइती नेपाल पुलिसहरू महेन्द्रनगर 6 किलोमिटर छ यहाँबाट चाहिँ गड्डा चौकीबाट सो यहाँ चाहिँ लोड हुँदैछ होइन भाइरल रोड हुँदै आइसकेपछि र हाम्रो सिटको खोल कस्तो छ है त कमेन्ट गर्नु होला यो नयाँ सिटको खोल हो यो निचुकै भएर त बिचको नीचे लाग्दा इथको उतो फर्काने त्यो बाँकी त राख्नु
होला नआयो भने उसै राख ल यो सिरानी दुईटा सिरानी होइन यो खोल अनि यो ड्राइभर सिटको खोल लगाएर हाम्रो यो 9000 को पऱ्यो क्या गाई चाहिँ होइन अलि महँगोवाला कपडा हो सेतो झन् कसो हुन्छ सोफामा सिएको एकदम ठिक छ यो क्वालिटी राम्रो छ अस्तिकै ट्रिपमा चाहिँ बनाइदिएको थियो होइन हामीले चाहिँ यो ट्रिपमा बनेर रेडी भएको थियो होइन टक्कसँग लगाएर हाल्यो अब यो स्लिपरको चाहिँ हाल्नुपर्ने थियो होइन यो अलि नमिल्ने भयो यसको चाहिँ सिस्टम अलिकति दुवैतिर सिलाउनु पर्ने भयो कि यो त यार सिलाउनु पर्ने मजा देखेन होइन सो गाइज हाम्रो बोनट यस्तो छ होइन धेरै महिनापछि चाहिँ धेरै 2 वर्षैपछि गाडी किनेको दिनदेखि आज चाहिँ गाडीले नयाँ सिट कभर पायो ल 9000 मा टोटल यसको कस्ट चाहिँ सिलेको कपडाको सबै लगाएर ल त है गाइज मजाले होइन यसरी सुत्नु तर यो यसमा स्लिपरमा चाहिँ बनाएको छैन होइन यसमा त उतापट्टि पनि बनाउनु पऱ्यो यतापट्टि बनाउनु पऱ्यो दुई साइड नै बनाउनु पर्ने छ त्यसको चाहिँ ल है साथीहरू अब चाहिँ गाडी हाम्रो स्टार्ट भइसक्यो बिल पनि बनिसक्यो होइन अहिले चाहिँ 6 बजेर 35 मिनट भएको छ होइन केटाले यता गाडी पुस्दैछ सिसा अब जस्ट चाहिँ हिँड्नुपर्ने हुन्छ हामीले महेन्द्रनगर टु परासी अब हाम्रो सिटको खोलहरू यस्तो देखिन लाग्छ होइन सो ठिकै छ के गर्नु सो गाइज अहिले चाहिँ झलारीमा छ होइन केटा चाहिँ खाना खान गएको छ अब मेरो चाहिँ तपाईँहरूलाई थाहै छ कि होइन डाइटिङ चलिरहेछ भन्ने कुरो म चाहिँ यहाँ जस्ट आज मेरो खानामा होइन डिनरमा चाहिँ के छ भन्दाखेरि हेर्नुहोस् मुला गोभी टमाटर अनि यो काउली बन्दागोभी यो सब नै छ के गर्ने होइन अब अलि वेट लस गरिरहेको छु म 15 दिनमा लगभग 5 किलो घटाएको छु होइन यो तरिकाले अब चल्दैछ जिन्दगानी बाँकी अहिले चाहिँ अब भोलि खाली हुँदैन होइन त्यो भएर पनि आस तरिकाले गइरहेको छु म चाहिँ हेलो गुड मर्निङ गाइज हिजो राति हामी सर हिँडेको छ त्यहाँबाट होइन अनि त्यसपछि हिँडिसकेपछि झलारीमा अलिकति नास्ता खाएर हिँडेको थियो होइन अब अहिले चाहिँ हामी चाहिँ बाँसगढी पेट्रोल पम्पमा पुगिसकेका छौँ होइन यो बाँसगढी पेट्रोल पम्प हो हिजो राति यहाँ ठ्याक्कै यहाँ आएर सुत्यो होइन अब आज चाहिँ अब खाली नहुने हिसाबले गाडी होइन रातभरि चलाएर पनि कुहिरो लास्टै थियो होइन लगभग कति बजी पुग्यो होला यहाँ मर्निङमा बाँसगढीमा पनि सुत्यो होइन लगभग 12 बजे बाँसगढीमा सुतेको 5 बजे उठ्यो होला होइन त्यहाँबाट हिँडेर फेरि यहाँ आएर सुत्यो सुत्दै गइँदैछ होइन अहिले चाहिँ 9:30 बजिसकेको छ आजको दिनको सुरुवात हाम्रो अहिले हुँदैछ होइन मस्त फ्रेस भएर नास्ता पनि खाइयो होइन अब पोलपुलमा गएर हल्का ब्रेक स्रेक मिलाउनेदेखि लाइट बनाउनेदेखि लिएर ग्रिस गर्ने काम हुन्छ होइन अनि त्यसपछि हाम्रो यात्रा दिनभरि कन्टिन्यू हुन्छ र बाहिरको स्थिति हेर्दा चाहिँ एकदमै कुहिरो नै लागेको छ अहिलेसम्म पनि हेर्नुहोस् है 10 बजिसकेको छ यार आज त घाम लाग्छ कि लाग्दैन थाहा पनि छैन होइन के गर्ने गाइज सो अब यहाँदेखि लगभग आधी घन्टा लाग्छ हामीलाई पोलपुल पुग्न होइन बाँकी तपाईँहरू हेर्नुहोस् मर्निङको भ्यू पुरा चिसो मौसम भएको छ होइन जे होस् ठिक छ मौसम गर्मीभन्दा यही ठिक लाग्छ मलाई
साथीहरू हामी चाहिँ जबरगढीमा हो होइन लगभग 1 घन्टा भइसक्यो यहाँ बसेर नास्ता खाएको होइन हाम्रो लाइट फिट हुँदैछ होइन प्याक गर्दाखेरि राति समस्या हुने भयो होइन त्यो भयो हुनाले त्यसले बक्स लाइट एसआईको सपोर्टले होइन यो दुईटा पनि बलले बनाइदिनु न दुईटा डिकी लाइट जोडिदिनु भयो भित्र डिकी लाइट जोड्नेले अब माथि सिस्टम पकाइदिन्छ यो भित्र यतै कतै के होइन गर्दाखेरि जति गरेको खाइरहेको थियो लाइट फिट गरेर हामी चाहिँ हिँड्छौँ हाम्रो यात्रा जारी हुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ जबरगढीको माहौल गाडीहरू टन्नै छ त्यसमा के हेड जिमको लाइट हाल्नुपर्छ र बलब बलब त छ त कहाँ गयो हेर्दा सामान कहाँतिर आयो हेर त Yeah. आयो नखाने चान्सै भएन ल है साथीहरू यतिखेर चाहिँ 1 बजिसकेको छ होइन अब हामी चाहिँ कुसुमभन्दा अलि 1-2 किलोमिटर अगाडि छौँ यहाँनिर गोर्खा होटलमा छौँ होइन यहाँनिर अब खाना खानुपर्ने हुन्छ अब गाडी यहाँ छ तपाईँहरू देख्न सक्नुहुन्छ यता साउनीले पकाउँदै हुनुहुन्छ होइन खाना अहिले हामी चाहिँ बसिरहेको छौँ तर 1 बजिसक्यो घाम पनि लागेको छैन होइन जाडो नै छ कुहिरो नै छ यता पनि अब तपाईँहरूकोतिर के कस्तो छ होइन आज घाम लाग्दैन जस्तो छ गाई होइन ठिकै छ अब बिस्तारै बिस्तारै हाम्रो गन्तव्यतिर हामी अगाडि बढ्दैछौँ होइन साँझ रातिसम्म चाहिँ कम्पनी पुगेर ट्याक्क चाहिँ त्यहाँ इन्ट्री गरेर होइन नम्बरमा लाउनु पर्ने हुन्छ हामीले बाँकी चाहिँ अब यस्तै छ ल हामी चाहिँ कुसुम पुगिसकेका छौँ होइन यहाँ ढेँडो बन्दैछ के को ढेँडो हो मकै गहुँ कोदो ढेँडो खाने अरे के को ढेँडो भयो ढेँडो खाएन क्या मैले एकचोटि पहिल्यै खाएको थिएँ मैले धान खोलामा एकचोटि आज अब जाडो जाडोको मौसमको बेलामा गाइस होइन यता अब ढेँडो पाक्दैछ होइन ढेँडो खाइन्छ मासु र ढेँडो अब खाने भए आउनु होला तपाईँहरू पनि गोर्खा होटलमा कुसुमभन्दा 2 किलोमिटर अगाडि है पूर्व रोडमा जस्तो हाम्रो साउनी यहाँ हुनुहुन्छ होइन ढेँडो पकाउने अब हेरौँ मस्त कस्तो हुन्छ होइन खाएपछि थाहा खाएपछि थाहा हुन्छ
र गाडी यहाँ पार्किङ गर्ने ठाउँ सबै कुरो राम्रो छ। यहाँ होटेलको नाम पनि म तपाईँहरूलाई देखाइदिन्छु। बाँके जिल्लामा पर्छ होइन। ल गाइस ढेँडो आयो है। ल टक्क अब ग्याम कि ग्याम खाइन्छ होइन। साथीहरू यतिखेर चाहिँ हामी धानखोला पुगिसकेका छौँ होइन। 5 बजेको छ। पुरा कुहिरो हेर्नुहोस् है, यस्तो खतरनाक लागिरहेछ कि पुरा के भन्ने मौसम चाहिँ पुरा कुलवाला छ। ल ल है गाइज अहिले चाहिँ चनौटा बजारमा छौँ होइन। जस्ट यहाँनिर हाम्रो पाण्डे होटलमा चाहिँ खाना खाइयो। अब हाम्रो यात्रा सिधा खैरेनी लक्ष्मी स्टिलको लागि हुँदैछ। यहाँ 7 बजिसकेको छ होइन। अब यहाँ पुग्दाखेरि सारा बाटो खराब छ नि त, 3-4 घन्टा लागिहाल्छ होइन। 10, 11, 12 बजी कतिखेर पुगिन्छ, त्यहीँ गएर सुतिन्छ होइन। सबलाई कुद्ने बाँकी अहिले चाहिँ अब माहौल यस्तो छ, चिसो छ।